गुड मर्निङ सबैलाई। सन्डे भ्लगमा स्वागत छ। आज चाहिँ मैले चाहिँ मेरो रुमबाटै भ्लग गर्न ट्राई गरिरहेको छु। गर्मी चाहिँ बिहान बिहानै बवाल हुन्छ, तर पनि कम्पेरिटिभली लास्ट विक भन्दा चाहिँ यो विक चाहिँ अलिकति कमै गर्मी थियो। हिजो पानी पर्ला जस्तो हल्ला थियो, न्युज थियो, तर पानी चाहिँ परेन। बादल सादल लागिरहेको थियो होइन, अनि पर्ला कि जस्तो जस्तो गऱ्यो तर परेन। अनि त्यो भयो हिजो होइन। आज चाहिँ अब बिहानदेखि नै टिलिक्क लागिरहेछ। बादलहरू त अलि छ आकाशमा हो, तर यो पानी पर्ला जस्तो खालको बादल चाहिँ होइन यो। अनि आज चाहिँ म यो शेख जायद रोडबाट जानु पऱ्यो। त्यो फ्लाइओभर हुँदै हुँदै शेख जायदको त्यो रोड छ नि हाम्रो दुबईको डाउनटाउनको हल्का सिनहरू देखाउँदै मैले यो हेलमेटमा गोप्रो एट्याच गरेर लानु पऱ्यो भनेर सोचिरहेको छु। सो त्यही आजको चाहिँ भ्लगमा म त्यो फुटेजहरू हाल्न ट्राई गर्छु है। सबै इन्स्ट्रुमेन्ट हामी चर्च जाने क्याब थियो नि, हाम्रो क्याब चाहिँ तपाईँहरूको नेक्स्ट क्याब थियो। मनमारिकन ट्राभलले बोलाएको हामीलाई। ल यस्तो गर्छ नि। भाइ फोटोग्राफर मोडल चाहिँ भित्तामा राखिनु भएको छ। भाइ अचम्म चाहिँ नगर्नु पो त। यता पनि छ भाइ फोटोग्राफर मोडल चाहिँ ऊपर हुनुहुन्छ। हाम्रो चर्चको श्रृङ्खला कतिवटा उहाँ चाहिँ हाम्रो चर्चको श्रृङ्खला कतिवटा। भाइ के तिमी जाने अब जानु लाग्यो हामी खेल गर्नु होला। अलिक कस्तो भइरहेको अलिक कस्तो भइरहेको ल आजको वचन कस्तो लाग्यो त? साथीहरू सुतेर चर्चा भइरहेको थियो। वचन चाहिँ होइन, दाइको च्यानल रहेछ, मैले हेरेको थिएँ, सब्सक्राइब गरिदिनु। यो आज कस्तो लाग्यो वचन? सुतिरहेको थियो, देखेको थिएँ मैले। अलि देखिरहेको थिएँ र मैले। भाइ आज भाइको आज ड्रेस त एकदम राम्रो छ त। धन्यवाद। यो अस्ति बर्थडेको गिफ्ट हो। हजुर दाइहरूले दाइ त